बिरपाखातिर 1700 केटा भारी पुगेन पुग्यो होला भारी ल छिटो बसिनु यो पनि काम गर्न सक्ने भन्छ ए मेरो छोरा ल भारी लगा सिधा बोकै डोको सिधा बोक घरमा आइतबार छुट्टीमा पनि यसो कामसाम चाहिँ लाउनुपर्छ केटाकेटीले यति काम गर्छ गाईलाई हिलो राख्दैन भित्र लगाउँ गाईलाई उतापट्टि दुईवटा गाईको बिचमा हो गुड कत्रा छ के खाँदी हालेको छ नि त अन्त कहाँ निस्क्यो तँलाई नि आमासँग काम गर्दा कस्तो लाग्छ लगाएको फिल हुन्छ अनि गाईलाई घाँसहरू हाल्नु यताउता गर्नु तँलाई चाहिँ किन मन पऱ्यो के गर्छस् दुध चाहिँ अन्त आजीहरू मात्रै पाल्छ तँ पाल्दैनस् दुध चाहिँ तँ खाँदैनस् अनि कति खान्छस् ए मजा आउँछ है गाईलाई घाँसहरू काट्नु तँलाई पढ्नु चाहिँ अल्छी लाग्छ पढ्नु अल्छी लाग्छ अल्छी लाग्छ रुन्छस् नि पढ्दाखेरि लु घाँसै काट्दैछु तर पढ्नु चाहिँ पर्छ है तर घाँस काट्दा काट्दैन आमाहरूसँग सघाउँदैन ल